यो हाम्रो डेटा साइन्सको पहिलो लेक्चर हो। त्योभन्दा अगाडि पाइथन फर अल सिरिजमा हाम्रो भिडियो कभर अप भएको छ। लिस्ट, टपल्स हैन, त्यस्तै गरी स्ट्रिङ, भेरिएबलहरुसम्म भइसकेको छ र पाइथन फर अल भन्ने सिरिज कन्टिन्यू हुन्छ। यो सिरिज चाहिँ हाम्रो डेटा साइन्स र एआई को कोर्स हो। ल आज हामी फर्स्ट लेक्चर हो डेटा साइन्सको बेसिक डेटा फ्रेमको बारेमा कुरा गर्छौं। त्योभन्दा अगाडि बेसिक कुरा चाहिँ बेसिक भनेको नि एकदमै लेमनले बुझ्ने खालको बेसिक कुरा गर्छौं। त्योभन्दा अगाडि चाहिँ स्ट्रिङ, लिस्ट र टपल्सको बारेमा चाहिँ बुझ्नुपर्छ। त्यसको लागि चाहिँ यही च्यानलको प्लेलिस्टमा गएर पाइथन फर अल अथवा पाइथन सिरिजको लिस्ट, टपलहरुको बारेमा हेर्ने है त। ल मैले सुरु गरे। फर्स्टमा म इम्पोर्ट pandas pd भनेर इम्पोर्ट गरे। यसलाई चाहिँ जुम गरिदिन्छु म है त। यो लाइब्रेरीको नाम हो। पान्डाज भन्ने लाइब्रेरीलाई चाहिँ एज पीडी भनेरले अलाइन्ड गरे हो। यसलाई चाहिँ सन्धि गरेको भनेर बुझ्नु न, ठ्याक्कै नेपालीमा भन्नु पर्दा है। अब आउने स्टेपमा चाहिँ यो पान्डाज भनेर नलेखिकन हामी पीडी लेख्छौं है त। त्यही भनेको हो। अब त्यसपछि जाने एउटा भेरिएबल बनाऊ। यो भेरिएबलको नाम अरु केही पनि हैन। यसमा हामी के राखौं भन्दाखेरि यसलाई क्लोज गरौँ। सपोज हामी एउटा के बनाऊ भने सिंगल स्ट्रिङमा एउटा नेम भनेर बनाऊ है। यसलाई क्लोज गरे मैले तलपट्टि राखे। नेममा चाहिँ हामी एउटा लिस्ट बनाऊ। त्यो भित्र दिउँ आलोक भनेर राखौं। आलोक भनेर एउटा नाम दिउँ। अर्को नाम के दिउँ भने धीरज भनेर नाम दिउँ है त। अर्को नाम दिउँ मदन भनेर है। म सँगसँगै कोड गर्न गाह्रो भयो भने पज गर्दै हेर्ने। यसलाई मैले कमा गरे। त्यसपछि अर्को पनि हामी बनाऊँ इन्डेक्स के दिउँ त्यसलाई भनेपछि ल एज दिउँ न त है। एज दिउँ। एजमा आलोकलाई कति दिउँ 22 वर्ष बनाऊ। यसलाई 34 वर्ष बनाऊ र मदनलाई 26 वर्ष बनाऊ है। यसलाई क्लोज गरौँ र यिनीहरुलाई मन पर्ने अर्को पनि दिउँ। ल यिनीहरुले मन पर्ने सब्जेक्ट दिउँ है, नभए एड्रेस चाहिँ दिउँ न त। ल एड्रेस दिएँ मैले। एड्रेस कहाँ राखौं भने एउटाको राखौं सीएचके कपत राखौं। अर्कोको राखौं भिएलएचए बालाजु राखौं। अर्कोको राखौं टिचिङ राखौं। टिचिङ राखौं है एड्रेस है। त्यसपछि मैले क्लोज गरे यिनीहरुलाई है त। क्लोज भइसकेपछि अब म के गर्छु भने अर्को भेरिएबल बनाउँछु डीएफ भन्ने। र डीएफ भन्ने भेरिएबल भित्र पान्डाजको पीडी लाई कल गर्छु। पीडी लाई यो लाइब्रेरीमा चाहिँ के छ त भन्दाखेरि एउटा डेटा फ्रेम भन्ने छ के। डेटा फ्रेम भन्ने प्याकेज छ है। त्यसलाई कल गर्छु र यो भित्र चाहिँ यो जति पनि भ्यालुहरु छ यो भ्यालुलाई चाहिँ डेटा फ्रेममा हाल भन्छु। जो चाहिँ केमा छ अहिले डेटा भन्ने भेरिएबलमा स्टोर भएर बसेको छ। के भन्दैछ भनेर पहिले भेरिएबल भनेको के हो भनेर हेर्ने है। पाइथन सिरिजमा गएर भेरिएबल के हो, भेरिएबल कसरी डिफाइन गरिन्छ भनेर प्रिन्ट डीएफ। मैले केही पनि गरिरहेको छैन। पहिला चाहिँ यो पान्डाज भन्ने प्याकेज तानेको छु र त्यसलाई चाहिँ म कोडमा एज अ पीडी भनेर युज गर्छु भनेर लेखेँ। र मैले यो डेटा भित्र यो डेटा भन्ने भेरिएबल भित्र यी विवरणहरु राखेँ है। यी विवरणहरु राखेँ र यो विवरणलाई चाहिँ डेटा फ्रेममा हाल्दे भनेर भने। डेटा फ्रेम चाहिँ कुन भित्र छ अरे पाइथनको पान्डाज भित्र छ। र त्यो पान्डाजलाई चाहिँ अब म डाइरेक्ट पान्डा नलेखिकन पीडी लेख्न सक्छु किनकि मैले एज भन्ने यहाँ प्रयोग गरेको छु नि त। अब म चाहिँ पीडी लेख्छु है भनेर पीडी लेख्यो है त। अब यो कुरा चाहिँ मेरो डेटा फ्रेममा आउँछ कि आउँदैन भनेर हेर्नको लागि म डीएफ गरेर हेर्छु। प्रिन्ट डीएफ गरेर है आयो। नेम, एज र एड्रेस तीनटा डेटा फ्रेममा यसरी मिलेर आयो है। जस्तो आलोक भनेको के छ 22 वर्ष चक्रपथ बस्छ। धीरज भन्ने 34 वर्ष बालाजु बस्छ। मदन भन्ने 26 वर्ष टिचिङ बस्छ है त। यसरी एवं रीतले यही काम चाहिँ यसरी गर्न सकिन्छ। अब हैन मलाई यसलाई चाहिँ एउटा कुनै पार्टिकुलर फाइलमै तान्नु पर्यो है त। सपोज मलाई अब यसलाई चाहिँ टु सीएसपी नाममा तान्नु पर्यो भन्देखि पनि तान्न मिल्छ के। जस्तै म यसलाई यसो गरे हैन, टेस्ट नलेखेर अर्को नाम लेखिदिउँ न। ल ट्रिपल टी भनेर राखिदिएँ हैन, बुझ्न सजिलो हुन्छ भनेर। अथवा टेस्ट नै राखिदिउँ न।
अब हेरौँ यहाँ पनि भयो होइन, एज इट इज आयो। यो कोलम भनेको नाम दिएको है, नजुक्किने। कोलम भनेको के अरे, नाम दिएको। यहाँ चाहिँ के गरिरहेछ, नेम र एज दुइटा दिएको छ छुट्याएको है त। बाई डिफल्ट पनि लग्थ्यो, नलग्ने होइन। जस्तै यहाँ माथिको केसमा हेर्नु भने नेम एज र एड्रेस बाई डिफल्ट पनि लग्छ, नलग्ने त होइन। तर यहाँ चाहिँ स्पेसिफिक कोलम नै दिएको हो है त। इन्डेक्स फल्स भनेको चाहिँ यसको बारेमा पनि म भन्छु, यो के भनेको भन्ने कुरा। फर्स्टमा चाहिँ अब यो टेस्ट सीएसपी को बारेमा हेरौँ। यो चाहिँ ਆਪਣੇ डाउनलोड भएर बस्नुपर्छ कि। सपोज होममा जाउँ, टेस्ट सीएसपी भनेर बसेको छ कि यहाँ आइसक्यो है, देख्दै हुन्छ टेस्ट सीएसपी भनेर। ए आयो नि, एज इट इज डेटा इन्टर डट सीएसपी भन्ने फाइल बन्यो है त। यो हाम्रो पहिलो फर्स्ट डे हो डेटा साइन्सको। हाम्रो डेटा साइन्स पनि कन्टिन्यू हुन्छ है त। हस्, थ्याङ्क यू।